तो यार शुरू करते हैं बिना किसी वक्त माता को कसम एमाले त सिद्धियो सिद्धियो एमालेलाई सिद्धिन्छ। एमाले मिसन 84 भनेको 84 पुग्नै दिँदैन मैले। 64 सालमा मेरो बाटो छेकेर मेरो हत्या गर्ने प्रयास गरेका थिए। हैन हामीले ठोकेकै हो हजुर बाउलाई। दुर्गा प्रसादले यिनीहरूले त मार्नै खोज्या हुन् नि। प्रचण्डको माथिबाट चाहिँ नि निर्देशन थियो ठोक्नु भने त ठोक्यौ जम्मै मिलेर। त्यो समृद्ध नेपाल सुखी नेपाली बनाउन चाहन्छ। तपाईँ मुङलिन पुगेर आउनुहोस् न गाडीमा, तपाईँका ती लगाएका किडनी झरेनछन् भने मलाई भन्नुहोस्। केपीएललाई यस्तो काल भएको छ नि त्यो बोलेको अहिले निचरिएको अनुहार जस्तो बनाएर गलेको गाँड जस्तो भएर हिँडेछ। तेरा घर इसमें चले जाएगा। गुन्डा डनहरूको डन यो काठमाडौँ भेलीमा छ, त्यो दुर्गा परसाई हो। बाप को भेज, तेरे बस की बात। के खुल्क्याउँछु खुल्क्यावे मात्र भनेर हिँडेको। अब कहाँ जान्छन् राजा? अब राजा अहिले त घर जान्छन् हैन। अब राजा साहबले तीनजना किन हुनुहुन्छ बाइकमा पहिला? मेरो मर्जी। अब राजा आएपछि त यस्तो नपाइएला नि त। राजा आएपछि नगरौँला नि त। यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। मै पनि एमाले मै पनि एमाले भनेर साराका सारा मान्छे बेकुफ बनाएर प्रदेशको सदस्य बनाइदिन्छु, तिमीलाई केन्द्रीय सदस्य बनाइदिन्छु, तिमीलाई माननीय बनाइदिन्छु भनेर बेलुका माल खाने रक्सी खाने तिनै महिलासँग सुत्ने एमाले। एमालेको गति नानी भन्ने पछाडिबाट चाहिँ नि त्यो के भन्छ बोटिसको त्यो तानेर तन्काएर छोडिदिने। नाम त नलिउँ उहाँको, नाम लिएपछि अब मुख खुल्ला गर्नुपर्छ। के हैसियतको मान्छे हो र नाम लिने हैन? यस्ता झुटा मुद्दा लगाएर हैन हो कि नाम त नलिउँ। कुनै बेला हजुरबा भन्नु हैन न, अब त नामै नलिउँ, नाम लिन पनि गाह्रो, नामै नलिउँ हैन। बाप को भेज, तेरे बस की बात। अब सुनसरीबाट 11 मिनेटमा भोजपुर पुगिन्छ। पानी जहाजका कुरा गर्दा मलाई धेरैले मजाक उडाए। पानीमा साना साना कागजका जहाज बनाएर बाल्टीमा पानी राखेर डुबाएर केपी ओलीको पानी जहाज भनेर पनि देखाए। शेरबहादुर देउवा भनेको डडेलधुलामा उत्तिसको बोट समातेर हग्ने हैन? कुन हैसियतको मान्छे हो? कुन हैसियतको मान्छे हो तपाईँ भन्नु न।